अब जनताको माग अनुसार राजीनामा दिनुपर्छ। हामी खुसी हुन्छौँ र राम्रो हामीले प्रधानमन्त्री चुन्न पाउँछौँ। हो, राजीनामा दिनुपर्छ। जनताको माग अनुसार राजीनामा दिनुपर्छ। तर बालेन सरकारले होइन, तिम्रो अध्यक्ष हर्क साङपाङले सङ्कटकालमा के गरेको थियो थाहा छ कि नै? हुन त तिमीहरूले थाहा पाएर पनि के बोल्थ्यौ र? तिम्रो अध्यक्ष हर्क साङपाङले सङ्कटकालमा मान्छेहरूलाई डराई धम्काई नक्कली माओवादी भनेर चन्दा उठाउने गर्थ्यो। धरानमा त चन्दा आतङ्क नै मच्चाएको थियो। यो भिडियो हेर। सङ्कटकालमा नक्कली माओवादी बनेर चन्दा उठाउँदा कारबाहीमा परेका थिए सांसद हर्क साङपाङ। यतिले पुग्दैन होला, अर्को प्रमाण यो हेर। पहेँलो र सेतो रङको करिजमा मोटरसाइकल चढेर पैसा उठाउन एउटा व्यक्ति त्यहाँ आइपुग्छन्। उनी हर्क साङपाङ नै थिए। नक्कली माओवादी बनेर चन्दा उठाउन गएका साङपाङलाई त्यहाँबाट वाइसिएलले पक्राउ गरेर कुटपिट गर्छन्। कि त तपाईँले यो प्रमाणहरू सबै झुठो भनेर साबित गर्न सक्नु पर्यो, होइन भने हो मैले नक्कली माओवादी भनेर धरानमा चन्दा आतङ्क मच्चाकै हो, मान्छेहरूलाई डराई धम्काई गरेर चन्दा उठाएकै हो भनेर स्वीकार गरेर नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिनु पर्यो। होइन भने हो म नैतिकहीन मान्छे हो भनेर अध्यक्ष पदमा बसिराख्नु पर्यो। ओ हर्क साङपाङज्यू, जनताहरूमा प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएर बाटो क्लियर गर्नुपर्छ भनेको होइन तपाईँले? अनि तपाईँको बारेमा प्रश्न उठ्दाखेरि तपाईँले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ कि पर्दैन? कि तपाईँमा अलिकति पनि नैतिकता भन्ने चिज नै छैन? अरूको राजीनामा माग्न सजिलो छ, तर आफ्नो राजीनामा दिन एकदमै गाह्रो छ। याद राख्नुहोस्, सुदन गुरुङलाई कतिसम्मको खेद्नु भएको थियो।